सिंह र सानो मुसाको कथा। एक दिनको कुरा हो, घना जंगलमा एक ठूलो सिंह घाम ताप्दै सुतिरहेको थियो। उसको गर्जनले सारा जंगल हल्लिन्थ्यो। त्यसै बेला एउटा सानो मुसा खेल्दै खेल्दै सिंहको पुच्छरमाथि पुग्यो। सिंह तुरन्त उठ्यो र ठूलो गर्जन गर्यो, को हौ जसले मलाई सुत्न दिँदैन? मुसा डरायो, काँप्दै भन्यो, माफ गर्नुहोस् महाराज, म अन्जानमा यहाँ आएँ, मलाई नखानुहोस्, म भविष्यमा तपाईलाई मद्दत गर्नेछु। सिंह हाँस्यो, तिमी सानो मुसा, म जंगलको राजा, तिमीले मलाई के मद्दत गर्ने? तर उसलाई त्यो सानो प्राणीमाथि दया लाग्यो र मुसालाई छोडिदियो। मुसा खुसी भएर भाग्यो र भन्यो, धन्यवाद महाराज, म यो उपकार कहिल्यै बिर्सिने छैन। केही दिनपछि जंगलमा सिकारीहरू आए। उनीहरूले सिंहका बाटोमा ठूलो जाल बिछ्याए। जब सिंह त्यही बाटो भएर गइरहेको थियो, ऊ जालमा अड्कियो। ऊ गर्जन गर्न थाल्यो, गज्जर, मलाई मुक्त गर! तर जंगलमा कोही आएनन्। सबै जनावरहरू डराएर भागे। त्यो बेलामा टाढाबाट त्यही सानो मुसाले सिंहको गर्जन सुनेर दौडेर आयो। महाराज, नडराउनुहोस्, म यहाँ छु। मुसाले आफ्नो सानो दाँतले जालको डोरी काट्न थाल्यो। काट्दै काट्दै अन्ततः सिंह स्वतन्त्र भयो। सिंह अचम्ममा पर्यो। सानो भए पनि तिमी महान छौ मुसा, मैले तिमीलाई गलत ठाने। मुसा मुस्कुरायो र भन्यो, महाराज, ठूला हुनु मात्र होइन, दयालु हुनु पनि ठूलो कुरा हो। त्यसपछि त्यो दिनदेखि सिंह र मुसा साथी बने। सिंहले अब कहिल्यै साना प्राणीहरूलाई तुच्छ हेर्ने गरेन। उनीहरू जंगलका सबै जनावरहरूलाई सन्देश दिन्थे, कसैलाई सानो नठान्नु, किनकि कहिलेकाहीँ सानो हातले पनि ठूलो सहयोग गर्न सक्छ। त्यसपछि जंगलमा सबै जनावर मिलेर बस्न थाले। ठूलो र सानो, बलियो र कमजोर सबै एक अर्काको माया र सम्मान गर्न थाले। सिंहले आफ्नो सिंहासन मुनि एउटा सानो ठाउँ मुसाको लागि राख्यो। जब पनि ऊ गर्जन्थ्यो, मुसा हाँस्थ्यो र भन्थ्यो, अब यो आवाज डरको होइन, मित्रताको हो।